हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानल सङ्गीता पुरी ब्लग्समा। आज पनि उपस्थित भइसके। आज चाहिँ मुकबाङ भिडियो लिएर। अनि यहाँ छ मेरो अङ्कलको छोरी। हाई, ऊ भन नि, ऊ भन, ऊ भन नि, ऊ भन। तेना जोर जोर से बोल के लोगों को स्कीमें बता दे। नमस्ते, मेरो नाम निशा पुरी। अनि यहाँ छ मेरो छोरा। यहाँ मेरो छोरा उफ्रिँदैछ यति चकचक गरेर। यहाँ कति पुरा खुसी भइरहेछ। अहिले चाहिँ बिहा कति टाइम भइसक्यो भने के हो जस 12-1 बजिसक्यो। झन् 1 बज्न लागिसक्यो आजको खाना हामी खाँदाखेरि चाहिँ। किन यो ढिलो भइरहेछ भन्दाखेरि चाहिँ खाना त अघि नै पाक्यो हो, तर यही मान्छेले गर्दाखेरि चाहिँ ढिलो भयो खासमा हाम्रो चाहिँ। यहाँ बस्नु न त ल। अब हामी चाहिँ खाना अनि यहाँनिर के छ भन्दा चाहिँ आज पुरै भेज आइटम भयो हाम्रो खाना। नमस्ते ल, मेरो सानोले पनि नमस्ते है। ल माया पनि गरिदेऊ ल। अनि यहाँनिर छ हाम्रो खाना, लोकल चामल, गाउँबाट आएको चामलको चाहिँ भात हो। यो चाहिँ लोकल चामलको भात। अनि यहाँ छ मुलाको, गालेको मुलाको अचार। अनि त्यसपछि यहाँ छ तोरीको साग। अनि त्यसपछि यो टमाटरको अचार भइहाल्यो पिसेको। अनि त्यसपछि यहाँनिर छ चिब्ली भेन्डी फ्राई गरेको। अनि यहाँ छ आलु फ्राई गरेको। अनि यो छ रातो र कालो मिक्स गरेको दाल। अनि यहाँनिर छ यो चाहिँ लोकल घिउ, मम्मीले सासु मम्मीले पठाइदिनु भएको लोकल भैँसीको घिउ है साथीहरू। अनि त्यसपछि यो छ गाउँबाट नै आएको लोकल मोही, यहाँनिर डेडीको होइन, यो चाहिँ गाउँबाटै आएको हो। यो ग्लास चाहिँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ मान्छेहरूले रक्सी खान्छन् होइन, एकदम महँगो महँगो रक्सीहरू खान्छन्, तर हामी चाहिँ मोही खान्छौँ। त्यही हो, ढिलो भइसक्यो, भोक लागिसक्यो, बिहानदेखि केही खाएको छैन। यहाँनिर हरियो खुर्सानी छ। अनि यहाँनिर अलिअलि पिरो त छ, अलिअलि होइन पिरै छ, त्यही पनि अब यहाँ अलिअलि यस्तो उसको लागि। अनि त्यही हो साथीहरू, अब चाहिँ हामी सुरु गर्छौँ मुकबाङ होइन। अब यो भिडियो चाहिँ स्टार्ट गर्छौँ हामी। मेरो साथीले यति बियो गर्छ हो। तपाईँको साथ के अरे बच्चाहरू छ भने, बेबीहरू छ भने चाहिँ तपाईँहरूले बुझ्नुहुन्छ कस्तो हुन्छ यो बच्चा भएपछि। मैले त एक्सपेक्टै गरेको छैन यो भरे भिडियो इन्ड हुने बेलासम्म यो भिडियो कस्तो कस्तो बन्छ भन्ने थाहा छैन यो मान्छेले गर्दाखेरि। त्यही हो ल। अब चाहिँ हामी स्टार्ट गर्छौँ खानको लागि। ल साथीहरू, हामी चाहिँ स्टार्ट गरेँ है अब। ल खोइ कहाँ पुग्यो चम्चै, कहाँ पुऱ्याइदियो। ल उयो कता कता यो त थप यहाँनिर छ यो थप खाना है। हामीलाई यो अझै धेरै धेरै खान्छौँ, त्यही भएर यसले पुग्दैन खानाको लागि पनि। कहाँ पुग्यो ऊ चम्चा? हुन बाबा, पिरो छ क्या पिरो? त्यो एडिट गरेर हाल्नु होइन। ल गाइस, अब चाहिँ हामी स्टार्ट गर्छौँ खानको लागि। फर्स्टमा यहाँ केही आएको छैन, मै खाइदिनु पऱ्यो थोरै। कहाँ भित्र पस्दिरा क्या ऊ सानो। ल मामा दिन्छु ल। ल अब हामी चाहिँ स्टार्ट गरेँ है त। ल एउटा के अरे थम्बनेल एउटा उसको लागि चाहिँ एउटा फोटो ल। ल स्टार्ट गरेँ है साथी। हामी चाहिँ अब ढिलो भइसक्यो, यति ढिलो भइसक्यो आज, सबभन्दा ढिलो होला हामी। मलाई चाहिँ साथीहरू खास चाहिँ भन्नुपर्दा मलाई दाल चाहिँ त्यति मन पर्दैन, अलिअलि यसो मात्र हो। अनि यहाँ छ अब यो भुजुरी। यसमा अप्ठ्यारो हुन्छ भनेर मैले हालिदिएको। अलिक ठुलो साउन्डले बोल्नु पर्ने हुन्छ, किनभने एकदम साउन्ड आउँदो रहेछ क्या हामीले बोलेको त। मैले बोलेको स्पेसियली मैले बोलेको साउन्ड चाहिँ एकदम साउन्ड आउँदो रहेछ। यो पनि मैले हालेँ, लगाएँ। के हो यो? बाबुलाई चाहिँ हामीले अघि नै खान दिइसक्यौँ है। खुवाएर उसलाई सुताउन कोसिस पनि गरेको, सुत्नै खोजेन। मेरो क्यामेरा त भत्काइदिएर पुरै यस्तो बिजोग बनाइदिएन। ए अचार त हाल्नै बिर्सेछ। थोरै थोरै अर्को चम्चा लिएर आउनु पर्ने।
के दिँदै भएछ केही छैन ठिकै छ यस्तै हो अब हात धोएर अघि नै आइसक्यो हामी अब चाहिँ खानुपर्ने हुन्छ साथीहरू साइडमा झर्नु सक्छ आज पुरै भेज आइटम हो क्या आज खाँदा खाँदा वाक्क भइसक्यो त्यही भएर फर्स्ट बाइट खाएर फर्स्ट बाइट खाएँ ल साथीहरू आज खाना 1 बजिसक्यो हो खाना त बिहान चाँडै पाकेको हो एकदम तर यो मान्छे सुत्छ कि भनेर ट्राई गरेको सुत्दा नि सुत्दैन नमस्ते गरे सोच्दै त्यसै त डर लाग्छ खोर्सानी खाना खोजेको नि Oh shit! No! It is possible. It is possible. नहीं, ऐसा नहीं हो सकता. हाँसे पिरो हुन नि ठिकै हुन्छ ल यहाँ देखिरहेछौँ हामी ल जो गाडी लिएर आउँछौ खै तिमी ठुलो गाडी देखाउनु परेन लगाइरहेको छु मेरो नानीलाई खोर्सानी हाल्छौ न सानो खोर्सानी हाल्छौ मलाई यस्तै हुन्छ भनेर यसलाई सुताएर खुवाउने भनेको सुतेन क्या पानी पनि तिमी जो खेल ल तिम्रो मेरो झगडा हुन्छ अरे धान कति नहुँदैन अरे जाऊ तिम्रो गाडी लिएर जो गाडी लिएर जो गाडी हो गाडी खान्छौ अलि यो गाउँको चामल भएर चाहिँ अलि के अरे फुरफुर परे हुँदैन क्या चामल है म त्यसै मोटाको होइन क्या यो पुरै यो मासु कहिले टुट्दैन घरमा त्यही भएर खानुको त्यो डाइट गर्ने भने त चलन पनि छैन चलन पनि छैन मन खाने हो तिमी खाने ऊपट्टि चाहिँ नफर्काउनु फेरि मोहीमा पनि घिउ छ क्या पुरै मोही खाने भने चिसो कति खाने भने होला मोही त्यही पनि सुत्दैन हौ अचार
एक दिन चाहिँ मकैको कि त कोदोको ढेँडो पकाएर अनि अचार बनाएर साग मासुहरू बनाएर अनि मुखबाङ गर्नु मन छ मलाई। लड्छ अनि ढेँडोवाला मुखबाङ। नाचेको हो तिमी? नाचे त अब यहाँ आउन लाग्यो होला। लस बाबा भात त बरु कमसेकम ठिकै भएछ, तरकारीहरू चाहिँ सेलाइसी छ। हजुर तपाईँहरू जस्तो पुरै के अरे डाइट बस्ने भनेर त्यो पुरै उ गर्ने चलन छैन हाम्रो चाहिँ। त्यो खाना नखाइ डाइट भन्ने चाहिँ हुँदैन। म चाहिँ खाना खाएर चाहिँ डाइट भनेर चाहिँ पुरै एक दुई दिन त ट्राई गर्छु होइन, कोसिस गर्छु पुरै उ गर्छु म बस्छु भनेर पुरै 2 दिनसम्म हो त्यस्तो छ। तर म डाइट गरेँ भने मेरो ज्यान अलिक हुन्छ भने चाहिँ मैले डाइट गरेँ भने मतलब अलिक मन लगाएर अनि डाइट गरेँ मैले, अब त्यो ट्राई गरेँ भने चाहिँ मेरो ज्यान घट्ने खालकै छ। तर मैले अहिलेसम्म मेरो डाइट भनेको चाहिँ होइन, मैले त्यो डाइट भन्दा नि त्यो के अरे के भन्छ खाना नखाइ बस्छ नि पुरै त्यो डाइट हो नि होइन, डाइटिङमा। तर म त्यही बसेँ भने 2 दिनबाट 3 दिन त्योभन्दा माथि जाँदैन मेरो डाइटिङ चाहिँ। तर मैले मन लगाएर 1 महिनासम्म नि मैले त्यो गर्न सकेँ भने चाहिँ मेरो ज्यान चाहिँ घट्ने खालको छ। किन आज ढिलो गइरहेको भने यसको पनि छुट्टी छ आज, जानु पर्दैन जबमा। भइहाल्यो बेरोजगारी पुरै घरमा बस्ने खाने मात्र काम है साथी मेरो। खानु एकै ठाउँमा हालेर गामोल खाइदिने। लङ टाइम पछि होला यो चिप्ली भन्ने खाएको त होइन। खासमा यसरी मुखबाङ गर्ने केही सोच यताउता केही थिएन, खाना बनाउँदा यति खाना बस्छ अरे होइन। अनि मेरो देवर पनि जानु भइहाल्यो, बिहान पनि खाना खानुहुन्न। अनि ससुरा बुवा आउनु भएको छ नि त, ड्याडी आउनुभएको छ, ड्याडीलाई पनि पाहुना लाग्नलाई बोलाउनु भएको छ अरे उता खाना खानुलाई ठुल्मम्मीको घरमा। अनि मेरो हस्बेन्ड त झन् अफिस, बिहानको खाना हुँदैन, बेलुका हो एकचोटि। अनि हामी घरमा भने हामी 3 जना मात्र हो। ल मोइमा ल चलो उसले हेर्ने कुरा छिरेन नि त। अनि घरमा भने हामी 3 जना हो सँगै, अझ यो र 2 जना म र मेरो छोरा हो। यो पनि अब के अरे 2 बजेदेखि जान्छ मात्र, कि 2 बजेदेखि गइहाल्छ काममा उता जबमा। सँगै घर भयो भने 2 जना आमा छोरा सबैजना एकैचोटि बेलुका भेट्ने।
अहिले त्यहाँ चियरमा गएर बसेको भएर मात्र यहाँ साइलेन्ट ऊ भइरहेछ त्यही पनि कराइरहेछ अहिले नत्र यो क्यामेरा भत्काउनलाई उसले कम्ता कोसिस गरे ल ल ल दादा हेर त ऊ बाहिर ऊ सानो मान्छेहरू चाहिँ धेरै उयो हुने है तपाईँलाई झन् दिनभरिमा त यस्तो वाक्क बनाउँछ बेलुकासम्म आजकल त अर्को ड्याडीले बाहिर निकाल्नुहुन्छ हिजो पनि लिएर जानुभयो 2 चोटि 3 चोटि जति बाहिर उसलाई भने मलाई त बाहिर गर्दै गएको होइन घर बाहिर घुम्न तिमी बासँग घुम्न गएको होइन खान्छु बनाउनु भएको चाडो चाडो यो मैले बना सबै तपाईँले आज मैले बनाएको थिएँ सबै खानु नत्र त यसले बनाउनु सक्छ प्रायः जस्तो यसले नै हो खाना बनाउने आज चाहिँ मैले बनाइदिएँ खतरा काम गर्दै यसरी यो अचार बनाएको चाहिँ मलाई बेसी चाहिँ मनपर्छ मतलब त्यो हल्का बफायो अनि केही हाल्नु पर्दैन क्या खुर्सानी नुन धनियाँ अनि लसुन अनि मजाले एक सैया लाएर ब्लेन्ड गर्दै होइन मिक्सरमा केही गर्नै पर्दैन यो चाहिँ यो मैले खानु सकिनँ पेटै कस्तो हुँदो रहेछ खासै घिउ खाँदैनौँ नि त खानासँग खासै घिउ खाँदैन आज चाहिँ ट्राई गर्नु सक्यो भनेको यो घिउ फेरि होइन मतलब त्यो गाउँ टोलभरिमा यो जस्तो घिउ मलाई मन पर्ने फेरि कुनै होइन मतलब टाढाबाट कति मिठो बास्ना आउने क्या मक 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 मजाले दुध उमालेर राख्नुहुन्छ नि मम्मीहरूले छोडिदिनुहुन्छ क्या उमालेर अनि त्यो कुराउने बास्ना आउँछ क्या मजाको त्यो यो घिउमा त कति धेरै घिउ बेच्नुहुन्छ है मम्मीहरूले चाहिँ तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला घिउ चाहियो भने चाहिँ सम्पर्क गरिदिनु होला मम्मीले दियो भने हाँसेर मर्नुहुन्छ घिउ तर होइन यस्तो चाहिँ केही नभने पनि हाम्रो घिउ अर्डरहरू कति दिएर आएको हुन्छ मम्मीले चाहिँ घिउ बेचिरहनु भएको हुन्छ मलाई थाहा छ होइन यस्तो एकैचोटि मतलब 5-6 हर्लिक्स गरेर जान्छ क्या मम्मीको घिउहरू चाहिँ मम्मीको यो घिउ चाहिँ धेरैजनाले खोज्नुहुन्छ खानु हाल्ने तपाईँलाई खानु है पेट भरि खानु लाज नमान्नु पाउनु पर्छ कि के भयो तिमीलाई मम खान्छौ अमला चाटी हाल प्लेट चाटी बिचरा यो बाहिर विदेशतिर बस्ने भाइ बहिनीहरूलाई कति याद आउँछ नि त घरमा खाना होइन यसरी अचार सबै सब्जीहरू मासु खाँदा वाक्क भएको हुन्छ नि त उनीहरूले अनि यो भिडियो हेरेपछि बिचरा खान मन लाग्छ घरको खाना याद आउँछ क्या होइन
गाइस मैले चाहिँ फाइनल सकाएँ। म चाहिँ यस्तरी म चाहिँ जहिले पनि खाना चाहिँ यस्तै गरेर खाने हो। मैले कहिले फ्याँके थाहा छ अहिलेसम्म? फ्याँक्नु हुँदैन। मलाई खाना खानु बेस्तै माया लाग्छ। बरु म खाना पनि खाना चाहिँ सकाउनु नै पर्ने कि धेरै हाल्यो भने मैले सकाउने नै हो। जसरी हुन्छ कोचेर हो नि त्यो खाना चाहिँ म फ्याँक्नै मन लाग्दैन क्या। यही खानाको लागि कति दुःख गर्नु पर्ने। दाल पनि झन्डै जमिसकेछ, बाक्लो भइसकेछ। हेर्नु पुरै लसुन घिउमा झानेको लसुन दालमा। मान्छे त चिसो चिसो खानु पर्ने। चिसो है धेरै खानु पर्ने क्या। चिसो बढी खानु पर्नु पर्ने। यो पुरै मोही छरेर पुरै पोत्दैछ। के अचार हाल्यो? आज हामी खासमा यसको छुट्टीको दिनमा चाहिँ चटपटे कि त पानीपुरी ल्याएर अनि घरमै चटपटे बनाएर अनि पानीपुरी चाहिँ बाहिरबाट मगाएर पानीपुरी बनाउनु त टाइम लाग्छ नि त। अनि त्यो भएको भएर चाहिँ त्यो चाहिँ दिउँसोतिर टाइममा त्यो चाहिँ मुक्बाङ गर्ने हो कि भनेर सोचेको थिएँ माइन्डमा मेरो। तर खानै खाइदिउँ न त। खाना भेज पुरै बनाएको थियो खानाको। अनि खानै बरु मुक्बाङ गरिदिउँ न त भनेर बनाउँदा है त्यत्तिकै हामीले प्लानिङ गरेँ ल भनेर। अनि सबजना जानु भइसकेको थियो। जाने भनेर रेडी भइसक्नु भएको थियो। अनि हामी 3 जना त यसलाई चाहिँ मैले मेन सुताउनु खोजेको थिएँ कि बाबुलाई। यस्तो बिहे गरिदिन्छ धन्न अहिलेसम्म क्यामेरा हल्लाइदिएको छैन मेरो। थ्याङ्क गड। यही भन् म प्रे गर्छु। धन्यवाद गरिरहेको छु। हातभरि लागिदिनु कि यो खुर्सानीको त भेन्टा खोजिरहेको उसले खाना खोजेर। मै खाएर पुरै मुखभरि दल्याएको छ क्या मुखले। नमस्ते गरिदिउने। नमस्ते। हेर रुगा पनि लागेको छ अहिले त झन् हिजोदेखि। रुगा पनि किन नलाग्नु साथी? यति पोल्युसन थियो यो काठमाडौँ भ्यालीमा मात्र हो कि अन्त पनि छ? अन्त पनि न्युजतिर हेरिरहेको थिएँ छ। अनि अहिले चाहिँ हिजोदेखि बेलुकादेखि नै पानी परिरहेको छ नि। दिउँसोतिर पनि परिरहेको थियो, बेलुकादेखि पनि परिरहेको छ। अहिले पनि त्यो के भन्छ जुम्रेबारी भन्छ होइन, त्यो यस्तो मसिनो पानी परिरहेको छ क्या अहिले परिरहेको छ। अनि त्यो भएर चाहिँ अहिले चाहिँ अब चिसो छ। अहिले पनि परिरहेको छ त। ल गाइज अब हामी चाहिँ खानासाना पनि खाइसक्यौँ, उठ्नुपर्ने हुन्छ। अब यो भिडियो चाहिँ यति अन्तिममा आइसक्यो होइन। उठाएर लिएर जान लागिसक्यो। यस्तो ज्ञानी छ मेरो छोरो। अब नेक्स्ट भिडियोमा चाहिँ मेरो हस्बेन्डलाई लिएर आउँछु, सायद कोसिस गर्छु। अस्ति ल हुन्छ नि त भन्नु चाहिँ भएको थियो। यस्तै हुन्छ, छुट्टीमा कता जानुपर्ने हुन्छ के हुन्छ। यो पनि लङ टाइम पछिको भिडियो हो मेरो खासमा भन्नु पर्दा। धेरै टाइम पनि 1 हप्ता नि कहाँ 11-12 दिनै भइसक्यो मैले भिडियो पोस्ट नगरेको। अर्को भिडियो चाहिँ योभन्दा पनि खतरा आउनेछ। कोसिस गर्नेछु। अर्को भिडियोमा चाहिँ म मेरो बुढालाई ल्याउँछु, सायद लिएर आउने कोसिस गर्छु। छुट्टी शनिबारको दिन पारेर त्यतिखेर चाहिँ मासु आइटम हामीलाई त बरु यो भेज मनपर्छ। हामी मासु खाँदा वाक्क भएको मान्छे, उहाँहरूलाई चाहिँ बरु मासु खाएर खासै पुग्दैन होइन। केटा मान्छेहरूलाई चाहिँ मासु बिना त खाना पनि रुच्दैन भने जस्तै हो। सो त्यही भएर त्यतिखेर चाहिँ मासु ल्याएर बनाएर, सासु चाहिँ होइन फेरि मासु ल्याएर बनाएर अनि त्यतिखेर चाहिँ के आइटमहरू ल्याएर बनाएर मुक्बाङ गर्छु म र मेरो हस्बेन्ड।
ल यति भन्दै यो भिडियो चाहिँ म यही इन्ड गर्न चाहन्छु होइन जुठो हातले नै भने हजुरहरूसँग भने नि भूकम्प आइसक्यो यहाँ यस्तो छ मेरो साथीहरू यो भिडियो चाहिँ म यही इन्ड गर्न चाहन्छु हस् त अर्को हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो भिडियोलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला होइन न्यू हुनुहुन्छ भने पनि अनि त्यसपछि मेरो उसमै मेरो साथी नै हुनुहुन्छ सबैजना युट्युब फ्यामिली नै हुनुहुन्छ भने पनि प्लिज लाइक गरिदिनु सेयर पनि गरिदिनु हजुरको साथीहरूलाई पनि होइन कोलाई पठाउनु मन छ पठाइदिनु के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु के कस्तो लाग्छ हजुरहरूलाई राम्रो नराम्रो जे जे लाग्छ त्यो सबै कमेन्ट गरिदिनु क्या बरु केही फरक पर्दैन हामी हेरिहाल्छौँ म रिप्लाई पनि दिन्छु त्यही हो आजको यो भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु यति भन्दै हस् त नमस्ते बाई बाई सानो बाई बाई गरिदेऊ न बाई 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 ए उता खर्सानी यहाँ आउँदा बाई गरिदेऊ यहाँ आउँदा यहाँ आएर यता आएर यहाँ आउँदा म चक्लेट दिन्छु यहाँ आउँदा चक्लेट चौचौ न यहाँ चाहिँ चौचौको किरा क्या साथीहरू के भएको ल यहाँ आउँदा हस् त नमस्ते बाई बाई नमस्ते बाई बाई साथीहरू बाई बाई यस्तो पनि गर्न जानेछ है उसले